हेलो साथीहरु सम्पूर्णलाई नमस्कार। विश्व ब्लग एनजेडमा हजुरहरुलाई स्वागत छ। आज हजुरहरुलाई म घरमै कसरी सजिलो सहज तरिकाले मिठो पाकेको फर्सी र आलुको तरकारी बनाउने भन्ने रेसिपी लिएर आएको छु। हजुरहरुको इम्पोर्टेन्ट टाइमलाई मध्यनजर राख्दै मैले सम्पूर्ण सामानहरु रेडी पारिसकेको छु ताकि हजुरहरुलाई हेर्न सजिलो र टाइमको बचत होस् भनेर मैले पाकेको फर्सी लिइसके। यतापट्टि आलु लिइसकेको छु। त्यसैगरी तोरीको तेल अनि रातो खुर्सानी अनि दालचिनी ल्वाङ सुकमेल तेजपत्ता पिसेको जिरा धनियाको पाउडर जुवा यो सोप यो चाहिँ स्वाद अनुसार हो साथीहरु। त्यसैगरी बेसार अनि नुन अनि यो चाहिँ मुङ्ग्रिलो हो। यो हजुरहरुको आवश्यकता अनुसारले राख्न सक्नुहुन्छ। त्यसैगरी तोरी यता लसुन र अदुवाको पेस्ट यो चाहिँ मेथी यो जुवानोले हाम्रो डाइजेस्ट सिस्टमलाई राम्रो गर्छ। यसले गर्दा हजुरहरुलाई मन पर्छ भने खानामा इन्क्लुडिङ गर्न सक्नुहुन्छ। त्यसैगरी यो काटेको प्याज यतापट्टि भाँडो रेडी भइसकेको छ। हजुरलाई यो सम्पूर्ण सामानहरु युज गरेर कसरी छिटो छरितो र सहज तरिकाले स्वादिष्ट फर्सी र आलुको रेसिपी बनाउने भनेर म रेडी हुन गइरहेको छु। र यो कुन सामान कति बेला राख्ने यो हजुरहरुलाई राख्दै म बताउँदै जान्छु। ल अब भिडियोलाई ढिलो नगरिकन सुरु गरौँ। साथीहरु तेल तातिसकेको छ। सर्वप्रथम म मेथीको दाना राखे। हजुरहरुले यो राख्ने क्वान्टिटी चाहिँ आफ्नो आवश्यकता अनुसार पनि राख्न सक्नुहुन्छ। यति नै राख्नुपर्छ भन्ने छैन। त्यसैगरी मैले रातो खुर्सानी फुराए, दुईटा तेजपत्ता पनि राखे र यो जाडोको सिजन भएको भएर मैले यो ल्वाङ र सुकमेल पनि राखे। यहाँनिर दालचिनी पनि राखे र यसलाई हल्का रातो हुने गरेर त्यसैगरी स्वादको लागि जुवानो यो खाने सोप त्यसैगरी तोरी सिर्फ हजुरहरुलाई कसरी बनाउने मात्रै भनेर मैले देखाउन खोजेको हो। यो सबै सामानहरु हजुरहरु आफ्नो आवश्यकता अनुसारले थपघट गर्न सक्नुहुन्छ। मैले राखेको सम्पूर्ण कुराहरु ब्राउन कलरको भइसकेछ। अब म आलु राख्ने छु। आलुलाई राम्रोसँग चलाऊ। साथीहरु हजुरहरुलाई म एउटा कुरा के भन्न चाहे भने हजुरहरुसँग टाइम छ भने खाना बनाउँदाखेरि जहिले नि मिडियम फ्लेम र लो फ्लेममै खाना बनाउनु होला ताकि खाना डढ्दा पनि डढ्दैन र राम्रोसँग भित्रैसँग पाक्छ। त्यसैगरी मैले यहाँ स्वाद अनुसारको बेसार, स्वाद अनुसारको नुन, यो नुनहरु पनि हजुरहरु के कति खानुहुन्छ। त्यसैगरी अब एड गर्दैछु मैले प्याज चाहिँ आलु राखिसकेपछि राख्छु है साथीहरु। सुरुमै राख्दा फेरि प्याज डढ्ने खतरा हुन्छ। त्यसले गर्दा फेरि आलु राखिसकेपछि प्याज राख्छु मैले चाहिँ। ल साथीहरु मैले चाहिँ राम्रोसँग चलाएर अब 5 मिनेट चाहिँ मिडियम फ्लेममा चाहिँ किन नडढोस् भनेर एकछिन प्याज र आलु भुटिनको लागि मैले 5 मिनेटको लागि छोड्दिएँ। साथीहरु 5 मिनेट भइसकेको छ। अब यसलाई एकचोटि राम्रोसँग चलाऊ। त्यसपछि हामीले अघि बनाएर राखेको लसुन र अदुवाको पेस्ट राखौँ। त्यसैगरी जिराको धुलो आफ्नो स्वाद अनुसारले हजुरहरुले चाहनुहुन्छ भने यति बेला टमाटर पनि गोलभेडा पनि राख्न सक्नुहुन्छ। हजुरहरुको आफ्नो इच्छाको कुरा भयो। 2 मिनेट अब लो फ्लेममा राखेर फेरि राख्दियौ ताकि हामीले राखेको मसलाहरुसँग भुटिनु पर्यो। हामीले राखेको मसलाको आइटम राम्रोसँग भुटिसकेको छ। अब त्यसलाई राम्रोसँग चलाऊ र यो एकै साइजमा मसिनो गरी काटेको अब यो फर्सीलाई पनि हामी राख्यौं। र अर्को कुराहरु साथीहरु यो जब पनि हजुरहरु सब्जी बनाउँदा या मासु बनाउँदाखेरिमा पानी राख्नुहुन्छ भुट्दाखेरिमा अलिअलि पिस लाग्छ भने चिसो पानी कृपया नराख्नु होला। तातो पानी राख्नु होला किनभने तातो पानीले स्वाद बढाउँछ खानेकुराको। चिसो पानी नराख्नु होला। र अब हामी एकदमै लो फ्लेममा अब केही समय फेरि यो फर्सीलाई छोड्दियौ ताकि फर्सी राम्रोसँग गलोस्। साथीहरु यो फर्सी र आलुको रेसिपी राम्रोसँग गलिसकेको छ। लटक्क भएर हजुरहरुको गल्नको लागि एकछिन टाइम लाग्छ भनेदेखि तातो पानी राखेर एकछिन छोड्दिनु होला। अब हजुरहरुलाई कतिको मन पर्छ। अब मलाई चाहिँ खानासँग डाइरेक्ट खानको लागि मन पर्ने भएर मैले चाहिँ अलिकति यो रस टाइपको बनाएको छु ताकि डाइरेक्ट भातसँग खाना मिलोस्। हजुरहरुलाई मन पर्छ भने अझै
फर्सी, आलु फर्सी र दुध पनि एड गरेर हजुरले खाना खाँदाखेरिमा दुध पनि एड गर्न सक्नुहुन्छ। अझै टेस्टी हुन्छ त्यसले गर्दाखेरिमा। यो हजुरहरूको आवश्यकता र इच्छाको कुराहरू हो। ल साथी, फाइनल्ली पाकिसकेको छ र हजुरहरूलाई यो मेरो भिडियो मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब पनि गरिदिनु होला। यसले गर्दाखेरिमा मलाई फेरि नेक्स्ट भिडियो बनाउने इन्ट्रेस्ट लाग्नेछ। यति भन्दै हजुरहरूसँग बिदा लिए। हस्, धन्यवाद।